थानीमाई मन्दिरमा एक वर्षमा भित्रिए 507 वटा फूलको डोली, 14,30,000 रुपियाँ भेटी संकलन, 55,319 जना भक्तजनहरूद्वारा दर्शन। जिल्लाको भानु नगरपालिका वडा नम्बर 7 बसन्तपुर स्थित थुम्कामा रहेको थानीमाई मन्दिरमा 507 वटा फूलको डोली भित्रिएको छ। गत आर्थिक वर्ष 2081 को वैशाखदेखि चैत्र मसान्तसम्म उक्त संख्यामा फूलको डोली भित्रिएको थानीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिनुभयो। मन्दिरमा दर्शनका लागि वार्षिक 507 वटा फूलको डोली सहित 55,319 जना भक्तजनहरू आएका छन्। हरेक फूलको डोलीबाट मन्दिर प्रवेशका लागि 500 रुपियाँ लिने गरिएको समितिका अध्यक्ष मगरले बताउनुभयो। यस्तै करिब 14,30,000 रुपियाँ भेटी संकलन भएको छ। गत आर्थिक वर्ष 2081 को वैशाखदेखि चैत्र मसान्तसम्ममा मन्दिर भित्रको भेटी, डोलीबाट लिइने प्रवेश शुल्क र पार्किङ शुल्कबाट गरी उक्त रकम संकलन भएको उहाँले जानकारी दिनुभयो। सयौं मानिसहरू नाचगान गर्दै फूलको डोली र पञ्चै बाजा सहित थानीमाई मन्दिरलाई 3 पटक नाचगान गर्दै परिक्रमा गर्दछन्। परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई 3 फन्का घुमाएर बाँध्ने गरिन्छ। त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गर्ने गरिन्छ। फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रही आएको मन्दिरका पुजारी सर्वजित पाटा मगरले बताउनुभयो। उहाँले भन्नुभयो, मन्दिरमा 3 जना मगर जातका पुजारीहरू पूजाआजा गर्ने गरेका छौं। मन्दिर प्रवेशमा कुनै पनि जात जाति भएकै कारण रोक लगाइने गरिएको छैन। थानीमाई मन्दिरमा साउन महिना बाहेक हरेक महिनाको सोमबार र मंगलबार भक्तजनको अत्याधिक चहल पहल हुन्छ। सोमबार र मंगलबार औँसी अथवा एकादशी परेमा भने पूजा गरिँदैन। समुद्र सतहबाट 1200 मिटर उचाइमा रहेको यस मन्दिरमा दर्शनका लागि तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, कास्की लगायतका जिल्लाबाट धेरै भक्तजनहरू आउने गर्दछन्। थानीमाई मन्दिरबाट तनहुँ, गोरखा, लमजुङका अधिकांश ठाउँहरू लगायत धौलागिरीदेखि गणेश हिमालसम्मका सुन्दर हिमाली दृश्यहरू देख्न सकिन्छ। इतिहासविदका अनुसार झण्डै 400 वर्ष पहिले एक भोटिनी र उनका छोरी जडीबुटी बेच्न बसन्तपुर गाउँ आए। साँझमा गाउँलेहरूले बास दिन मानेनन् र उनीहरू एक कटुसको बोट मुनि आश्रय लिए। त्यही रात असिना पानी र ठूलो हावाहुरीमा आमा छोरीको मृत्यु भयो। त्यसपछि गाउँमा विभिन्न दैवी प्रकोप र प्राकृतिक विपत्तिहरू सुरु भए। त्यही दिनदेखि त्यस ठाउँमा भाँड भैलो मचिन थाल्यो। भूतले तर्साउने, विभिन्न दैवी प्रकोप, प्राकृतिक प्रकोपले सताउन थाल्यो। स्थानीय जमल सिंह पाटा मगरलाई राति सपनामा तिनी भोटिनी थानीमाईको रूप लिएर त्यही स्थानमा बसेको र उनीहरूको पूजा आजा गरेर फूल चढाए दुःख दिन छाड्ने सन्देश आएपछि पूजा अर्चना गर्न थालियो। देवीले भने बमोजिम नै सोमबार राति सत्यनारायणको पूजा लगाई मंगलबार चोखो तिनो सहित फूलको डोली चढाउने गरिएको स्थानीय बताउँछन्। अहिले पनि मन्दिरभित्र ती आमा छोरीको मूर्तिमा पूजा गरिन्छ। थानीमाई मन्दिर पुग्न पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रे बजार हुँदै लमजुङको सदरमुकाम बेसीसहर जाने राजमार्गको 22 जङ्घारसम्म 18 किलोमिटर पिच सडक र 22 जङ्घारबाट 8 किलोमिटर यात्रा गरेपछि पुग्न सकिन्छ। डुम्रे भन्सार हुँदै चुदी टुहुरे पसल र चन्द्रावतीबाट अलग अलग कच्ची सडकबाट 6 किलोमिटर पार गरेपछि थानीमाई दर्शनका लागि जान सकिन्छ। डुम्रे बेसीसहर सडक खण्डको अर्चल धारासम्म पिच सडक र अर्चल धाराबाट लौडारी भन्ज्याङ हुँदै करिब 16 किलोमिटरसम्मको कच्ची सडकबाट पनि थानीमाई मन्दिर पुग्न सकिन्छ। बिच्छुहरू हो होइन, बिच्छु र यहाँ आमा छोरी आउनु भएको थियो। आमा छोरीले बास पाउनु भएन गाउँमा। त्यो बास नपाएको कारणले हाम्रो भुमसिङ पाती भन्छौँ नि, भुमसिङ पाती भन्ने सुन्छौँ हामीले होइन। भुमसिङ पातीको खेतमा बस्नु गएछ, बास नपाएर गाउँमा राति चाहिँ बिला बुन्नु गएछ। जहाँको सिङपट्टि बिला बुन्नु गयो। पछि हाम्रो जमन सिंह पाटा भन्ने पाटा मगरले सपनामा देखा पर्नु गएछ। ल म यस्तो यस्तो म थानीमाई हुँ भनेर त सबै गाउँले बोलाएर यहाँ धेरै खोज गर्दाखेरि शिला पोती भएर बसिरहेछ। थानीमाईलाई
सम्झिएपछि नभएको नपुगेको कुराहरू सबै पुर्याइदिनु भयो अहिलेसम्म। त्यही विश्वासले अहिले नेपाल अधिराज्यबाट नै आउँछ डोलीहरू। जस्तो बालबच्चा छैन भने बालबच्चा होस् भनेर भाकल गरेको हुन्छ, बालबच्चा हुन्छ। मलाई गुरु मैले मायाले सम्झेर गरेको मेरो बच्चा यत्रो भयो भनेर भन्नुहुन्छ। हामीले त भन्ने कुरो उहाँहरू आफैले भन्नुहुन्छ। कोही विदेश जान खोज्दा विदेश ढिलाइ भइरहेछ भने यहाँ मन्दिरलाई सम्झेपछि ल म यहाँ हामी मैले सम्झेको थिएँ, मेरो भिसा लाग्यो गुरु भन्नुहुन्छ। सोमबार सत्यनारायण पूजा लाउने, मङ्गलबार डोली।